जन्म मैले दिएँ, पुनर्जन्म हजुरले दिएको। यो शब्द नै हाम्रो 25 वर्षको यात्राको अर्को सजीव उदाहरण हो। यो कथा हो 4 वर्षको बाबु रिभानको, जसले 23 दिनसम्म आफ्नो जीवनको लागि आइसियु कक्षभित्र लडिरहे। त्यहाँबाट मोटरसाइकल आएछ देखिएन। मोटरसाइकल आएर एकैचोटि बडङ्गी त्यहीँ हान्दाखेरि म कुद्दा कुद्दै देखेँ नानी लड्न साथ मैले त्यो नानीले हात पाउँछ है, हात पाउँछ पहिला त्यतिखेर कस्तो लाग्यो भने नानी चाहिँ छैन, नानी चाहिँ डेथ भइसक्यो भन्ने त्यो मलाई लाग्यो क्या त्यतिखेर। अन्तत आज यो लडाई उसँगै उसका परिवार र अस्पताल टिमले जित्न सफल भएको छ। जब उसलाई यहाँ विराटनगर न्युरोमा लियो, डक्टरहरूले अब चान्सेस कमै छ, 15% 10% चान्स छ भनेर भन्नुभएको थियो। मैले भनेपछि मेरो ससुराबाले भन्नुभयो। त्यसपछि सबै आशा मारिसक्नु भएको थियो कि अब बाबु बाँच्दैन। त्यसपछि अब रातिको एराउन्ड 2-3 बजे एराउन्ड चाहिँ मलाई मेरो ससुराबाले फोन गर्नुभयो कि बाबुको अपरेसन हुने भयो भनेर। र त्यसपछि एराउन्ड 2 घन्टापछि उहाँले मलाई फेरि फोन गर्नुभयो कि बाबुको अपरेसन सफल भयो, बाबुलाई अब अहिले आइसियुमा भेन्टिलेटर आएछ भनेर भन्नुभयो। त्यसपछि मतलब त्यसको 2 दिनपछि मात्रै नेपाल आइपुगेको थिएँ। म न्युरो हस्पिटलको प्रशासनदेखि लिएर फार्मेसीदेखि लिएर हरेक स्टाफहरूलाई एकदमै धेरै धेरै दिलबाट सम्पूर्ण परिवारबाट धन्यवाद एकदम भन्न चाहन्छु, जसले गर्दाखेरि आज मेरो बाबु मलाई चिन्ने भएको छ। पहिलेको सबै उसलाई मेमोरी तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता। न्युरो कार्डियो एन्ड मल्टी स्पेशालिटी हस्पिटल, विराटनगर 10, जहदा रोड।